ओके साथीभाइ, म आज तपाईँहरूलाई एउटा कुरा देखाउँदैछु ल। बस्तीमा चाहिँ हामीले हरेक कुरो पाइन्छ क्या, राम्रो राम्रो कुराहरू मात्रै पाइन्छ, तर नराम्रो कुरो पाइँदैन है बस्तीमा। खोज्यो भने जहिले पनि एकदम राम्रो नेचुरल कुराहरू है, जुन चाहिँ बेनिफिट होस् क्या, हाम्रो हेल्थलाई बेनिफिट हुन्छ, हाम्रो है शरीरलाई बेनिफिट होस्, हाम्रो सबै कुरोलाई बेनिफिट हुने कुरा मात्रै भेटिन्छ। इभन हामीले एउटा कुरा चाहिँ यहाँ देखाउँदैछु त साथीभाइ, मैले यो फाँडे अहिले यो सबै अलिक फाँडफुड गर्नु। यो इलामे चाहिँ यो इलामे अरे यो बनमारा हो कि, बनमारा फुल्ने बेला छ। यो चाहिँ अस्ति मैले फाँड्नु पर्थ्यो सबै कि, अब यो चाहिँ यसरी उठ्छ कि यति साह्रो टाउकोतिर लाग्छ। बनमारा फुल्यो भने चाहिँ साह्रो नि त। साथीभाइ मैले यो अहिले यो घाँस काट्नु, यो घाँस काट्नु भनेको थिएँ कि, काउलो हो यो चाहिँ। यसो घाँस काट्नु भनेको गर्दा गर्दा यहाँ एउटा चिज देखेँ, तपाईँहरूलाई हेर्नुहोस् न। यहाँनिर यो देख्नुभयो, चिन्नुभयो होला होइन, कति ठुलो छ हेर्नुहोस् न। खजाना है खजाना, यो चाहिँ एकदम आयुर्वेदमा चाहिँ यो चाहिँ खजाना भन्छ नि त होइन, खजाना हो यो चाहिँ एकदमै ठुलो दबाई हो। मान्छेहरूले अहिले बजारतिर किनेर लान्छन् न, यत्रो ठुलो छ यहाँ। यो कमसेकम यो भन्दा ठुलो पनि छ पर हाम्रो जङ्गलमा, ठुलो छ यो पनि ठुलो छ। यसलाई चाहिँ छोपेर राख्नुपर्छ है, यो मान्छे अझै ठुलो होस् भनेर राखेको यो मैले पहिल्यै देखेँ कि। यसलाई छोपेर राख्नु, यसलाई त तमर्के भन्छौँ हामी चाहिँ। अब तपाईँको भाषामा के भन्छ, तपाईँको जग्गामा ठाउँ अनुसारको यो फरक फरक हुँदो रहेछ क्या। यो चाहिँ तमर्के है। अन्त यहाँ सेयर साइडमा छ, यसको बेलो यत्रो छ तमर्के। यो चाहिँ मान्छेहरूले, मैले अस्ति देख्दै थिएँ एउटा वैद्यले भन्दै थियो, यसलाई चाहिँ घरमा लगेर होइन सट्ट गरेर यहाँनिर दुलो पारेर चाहिँ यसलाई चाहिँ पानी भरिराख्छ। यहाँ पानी हालिराख्छ, जब पनि तिर्खाहरू भयो भने, तिर्खा लाग्यो भने यसको पानी क्या उगाएर, सानो केली उगाएर, सानो उसले स्कुपहरूले, सानो स्कुपहरू छन् त्यसले उगाएर चाहिँ त्यो बिहान बिहान खानुभयो भने चाहिँ एकदमै यो हाई प्रेसरमा अनि किडनीको स्टोनहरू छ नि, हौ त्योहरू जान्छ भन्ने चाहिँ सुन्दै थिएँ। अब तर अब हामीले ट्राई चाहिँ गरेको छैन। अब त्यो वैद्यकोबाट सुन्दै थिएँ मैले, सुन्थेँ हो कि होइन। तर पनि हामीले सानोमा चाहिँ के गर्थ्यौँ भने, हामी सानो हुँदा चाहिँ हामी त्यति बेला चाहिँ पुरै बेसी पाउँथ्यो नि त, यो हाम्रो यो परको जङ्गलतिर पुरै बेसी पाउँथ्यो। अहिले एकदम मासेर गएको छ, हामीले यसलाई जगडा गरेर राखिरहेको छौँ है। त्यति बेला चाहिँ हामीले ठुलो हुन्छ नि, त्यति बेला ठुल्ठुलो ढुङ्गा जत्रो हुन्छ, त्यसलाई लिएर यसो चारपाटे यस्तो टक्कै काट्यो, ठुलो काट्यो, त्यहाँदेखि गहिरो बनाएर चाहिँ पानी भरिदिरहेको थियौँ। पानी भरेर देसन लागेको हुन्छ नि, कुखुराहरू देसन लागेको हुन्छ होइन, त्यो देसन लागेको कुखुरा चाहिँ जाती हुन्थ्यो यसको पानी। यसले खाइरहन्थ्यो वर्षभरि, यसले यो खाइरहन्थ्यो कुखुराहरूले। त्यसो हुँदाखेरि चाहिँ हतपत देसन लाग्थेन, हामी चाहिँ त्यसो गर्थ्यौँ। अनि तर मान्छेले पनि खाँदा हुन्छ अरे क्या, यो चाहिँ भित्रको कति इम्प्योरिटिजहरू छ भने निकालिदिन्छ अरे भनेको सुनेको। अब खाएको छैन। अब यो ठुलो छ, यो चाहिँ ठुलो छ, यसलाई चाहिँ निकालेर म राम्रोसँगले बनाएर त्यस्तो बनाऊ भन्दैछु। यो चाहिँ गमलामा राख्यो भने कस्तो हुन्छ भने, लगे एउटा ठुलो गमलामा मजाले राख्यो, यो अब राखेर चाहिँ मुनि जरा पनि आइहाल्छ, यसको जरा पनि आउँछ, फल्छ। यसको पत्ताहरू चाहिँ फेरि सब्जी खान्छ यसको। यसको टुप्पो आएछ नि, पत्ता आउँछ, पत्ता अब यसको यो ढुट्टो बस्छ यहाँनिर, त्यही हो नि त होइन। बेलो चाहिँ यो हो, यसको टुप्पो चाहिँ यहाँ काटी फ्याँकेँ नि मैले अहिले। यसले चाहिँ यसको चाहिँ उयो खान्छ, सब्जीहरू खान्छ। प्रेसर हुँदाखेरि हामीले सब्जी खान्छ नि यसको चाहिँ, यसको खान्छ भनेपछि यो ओभियसली यसको पानी पनि होला जस्तो लाग्यो मलाई चाहिँ। अनि तपाईँहरू लानुभयो भने चाहिँ लगेर गमलामा राखेँ, यो गमलामा ठ्याक्कै राख्यो, मुनि मल लगाएर माथि राख्यो, छेड पारेर पानी हाल्दैन, ती गमलाबाट पानी पनि खाँदा हुन्छ। यसको टुप्पोहरू आउँछ, त्यसको सब्जी खाँदा पनि भयो, पानी खाँदा पनि भयो। अनि न त तपाईँको ठुल्ठुलो घर छ भने सिटिङमा राखेर यसको लहर आउँछ मजाले, पछाडि डेकोरेसन पनि हुन्छ। यो एकदम इन्डोर पनि र आउटडोर पनि हुन्छ, जुनैमा पनि यो फलिहाल्छ, यो भइहाल्छ, हतपत मर्दैन अनि हतपत कुहुँदैन। यो चाहिँ त्यस्तो खालको हो साथीभाइ। यो चाहिँ एकदमै राम्रै, यो हामीले चाहिँ यसको जगडा गरेर राख्नुपर्छ हामीले क्या। देख्दैन यो गोरुहरूलाई खोरेतहरू लागेको हुन्थ्यो नि पहिला, त्यसरी यसको काटेर चाना बनाएर सुकाएर कुटेर ढुटो बनाएर दानामा हालेर, न त त्यो यसरी सुकिन्छ, बाँसमा चोङ्गे बनाएर खुवाइ पनि दिन्थ्यो हामीले पहिला। अहिले चाहिँ अब त्यसो गर्दा दबाई दुनियाँभरको आउँछ है, पहिला नहुँदा त्यसो गर्थ्यो हामीले। गोरुको त्यो उयो जान्थ्यो, कमजोरीपना हुँदा त्यो बोसोहरूमा सँग दिन्थ्यो नि त हामी फेरि दिएको।
यति चाहिँ जानकारी आदि हो। अब चाहिँ म यो घाँस काट्नु लागेँ। यो घाँस कता सानो रहेछ, चढौँ भने लड्ने, तानौँ भने भाँचिने, यस्तो छ। हुन्छ साथीभाइ, यही थियो अब आजको इन्फर्मेसन दिनुपर्ने यही थियो। तमर्केको बारेमा थियो है, तपाईँहरूले देखिसक्नुभयो। ट्राई गर्नुहोस् तपाईँहरूले पनि।